क्या और यार 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 फाल यार 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 यस्तो पनि हुन्छ ल ल अन्त यहाँ यसरी खान्छ यसरी ल्याएर ड्याम ड्याम हालिन्छ यसरी पनि चल्छ भने यो ल ल यो त अब यहाँ कसरी गर्छ यो आम्मा ल हेरौँ त यहाँ ल ल ल ल ल है त यहाँ राखिएको जुन यो यार उसले चाहिँ यो उठाउने पनि गरिदिनु पर्यो हो यसरी ल्याएर यसरी फालिदिन्छ उठाउने हुँदैन अब यो के मजा आएर यो राखेर मात्र भएन नि यहाँ त ल ल हेरौँ नि यसरी त यहाँ त सम्भवै भएन यो ल ल हेर्नु त यहाँ यहाँ यो ल यो भन्नु पर्यो हो यो 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 कसले नगरपालिकाले राखे हो यो होइन नगरपालिकाले यो फोटो उठाएर भनिदिनु पर्यो यो चाहिँ लिएर जानुहोस् है भनेर भन्नु पर्यो कि यो यसरी त कहाँ हुन्छ यो ल यत्रो फोहोर यार ल्याएर खाएपछि उठाउने व्यवस्थापन पनि हुनु राख्नु मात्रै ठुलो कुरो होइन उठाएर पनि व्यवस्थापन गर्नु पऱ्यो नि अनि पो बल्ल हुन्छ ल हेर्नु त यहाँ यसरी फालेको छ ल यसरी ल्याएर यहाँ फालिदिएपछि यो त कहाँ जान्छ यो त लाखा है त त्यो पनि फेरि हेर्नु नि यहाँ गोर्खा स्ट्रङ भन्दा अहिले केही छैन गोर्खा स्ट्रङ बहुत खतर रहेछ के हो यार अहिले हुन त पहिला हाम्रो गोर्खालीहरूले चाहिँ अब यो नाम चाहिँ गोर्खाली भनेर राखेर हो कि गोर्खा स्ट्रङ भनेर राखेँ त्यही भएर जहाँ हेरे पनि गोर्खा मात्रै देख्छु म त अहिले जहाँ हेरे पनि वल्लो छेउ पल्लो छेउ है त्यो जङ्गलभरि पनि यहाँ मात्र होइन यो ठाउँमा पनि देखेको छु यो ठाउँमा पनि यो गोर्खा स्टोन खाएर भन्ने फालेपछि है त ल ओ ल ल ल ल ल हेर्नुहोस् यसले यहाँ यो आमा ल सबै ल यस्तो पनि हो त